बस्नेको एउटा उदाहरण यहाँ प्रस्तुत भएको छ। मेरो विचारमा अब यो फेस्टिभल यो सुरुवात मात्रै हो, यो अन्त्य होइन। त्यसैले हरेक वर्ष नयाँ वर्षको प्रारम्भमा नेपाली दूतावासको संयोजनमा गैर आवासीय नेपाली र नेपालीहरूको आयोजनामा यसरी सधैँभरि फेस्टिभल हुनेछ। आगामी वर्षहरूमा पनि यसले निरन्तरता पाउनेछ भन्ने मैले विश्वास लिएको छु। म दूतावासलाई आभार प्रकट गर्न चाहन्छु, नेपाली समुदायलाई आभार प्रकट गर्न चाहन्छु, जसले संस्कृति, मौलिकता र पहिचान जोगाउनका निम्ति, नेपालीहरूलाई सङ्गठित गर्नका निम्ति यो ढङ्गको कार्यक्रम राख्नु भएको छ। यसबाट मलाई लाग्छ संसारभरि सबै नेपालीले सिक्ने स्थिति बनेको छ। यसले नेपाललाई पनि एउटा उदाहरण प्रस्तुत गरेको छ। तपाईहरुको एकताका निम्ति, तपाईहरुको मौलिकता प्रतिको प्रतिबद्धताका निम्ति म सल्युट व्यक्त गर्न चाहन्छु। मेरो विचारमा युएईले प्रगति गरेको उसले आफ्नो आर्थिक स्रोतलाई पहिचान गरेर हो। हामीहरूले पनि हाम्रो आर्थिक स्रोतलाई पहिचान गर्न सक्नुपर्छ। हाम्रो आर्थिक स्रोत के हो त्यसलाई पहिचान गरेर त्यो स्रोतलाई हामीले प्रयोग गरेर अगाडि बढ्न सक्नुपर्छ। त्यस निम्ति सम्पूर्ण नेपालीहरूले सहकार्य गर्न जरुरी छ। यहाँ तपाईले काम गर्दा बटुल्नु भएको अनुभव, तपाईले अध्ययन गर्दा प्राप्त गर्नु भएको ज्ञान सिप सबैलाई हामीले नेपाल निर्माणका निम्ति प्रयोग गर्न सक्नुपर्छ। म अनुरोध गर्न चाहन्छु, तपाई जहाँ भए पनि नेपालसँग जोडिन खोजिरहनु भएको छ। नेपालसँग सजिलो गरी जोडिने स्थिति निर्माण गर्नका निम्ति हामीले पहल गर्ने अनुरोध गर्न चाहन्छु। स्वास्थ्य क्षेत्रमा थुप्रै समस्याहरू छन्। त्यो समस्याहरू हल गर्नका निम्ति हामीले बीमालाई प्रभावकारी बनाउनका निम्ति कोसिस गरिरहेका छौँ। तपाईहरु यहाँ हुनुहुन्छ, तपाईहरुको परिवार नेपालमै छ, तपाईको आमा बुबा नेपालमै हुनुहुन्छ। उपयुक्त उपचार प्राप्त नगरेर धेरै खालको कठिनाइहरू भइरहेको स्थिति हुन सक्छ। यति धेरै नेपालीको उपस्थिति रहेको यो अवसरमा म अनुरोध गर्न चाहन्छु कि हामीले नयाँ बिमा प्रणालीको प्रस्ताव गरेका छौँ। देशभित्र रहनुभएका सबै नेपालीलाई जोडेर हामीले नेपालको बिमालाई व्यवस्थित गर्ने गरी अगाडि लाने कोसिस गरिरहेका छौँ। त्यसमा यहाँहरू सबैको सहयोगका निम्ति म विनम्रतापूर्वक अनुरोध गर्न चाहन्छु। नेपाललाई
हामी सबैले मिलेर बनाउन जरुरी छ। कयौं कमी कमजोरी र समस्याहरू छन्, त्यसलाई सुधारेर अगाडि बढ्न जरुरी छ। दुबईमा यहाँको बसाई पक्कै पनि केही कठिनाइयुक्त हुन सक्छ, तर नेपालीको एकताले त्यसलाई सहज बनाउनेछ। यही अनुरोध गर्दै यहाँहरूको सम्पूर्ण सफलताको निम्ति शुभकामना व्यक्त गर्न चाहन्छु। नयाँ वर्ष 2022 को हार्दिक मङ्गलमय शुभकामना व्यक्त गर्दै नेपाली दूतावास र एनआरएन दुबईलाई म हार्दिक आभार प्रकट गर्दै हाम्रो मौलिकता, हाम्रो संस्कृति, हाम्रो सभ्यता, हाम्रो भाषा, हाम्रो पहिचान जगाउने सन्दर्भमा यसरी नै एकताबद्ध भएर अगाडि बढ्नुहुनेछ भन्ने विश्वास राख्दै सबैलाई हार्दिक शुभकामना व्यक्त गर्दै बिदा चाहन्छु। धन्यवाद। अब हामी सांस्कृतिक साङ्गीतिक प्रस्तुतिका साथ we now have a delightful cultural dance performance from 这个事儿，这书办了吧？这个事儿，书办。